1000 वर्ष उमेर आयो यो जगतमा सबैले मेरो पूजा गर्ने कलिङको मेरो बसमा धर्मलाई राखेको छु पृथ्वीलाई बसमा राखेको छु हरि 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 राजा परिचय पढाइ भयो त आमा कता गयो सानो यो को हो यो कालो यो हड्डी जस्तो कालो हो मेरो राज्यले को आइरहेको होइन कति को हो सही काले म राजा परिचित यो राज्य कहीं होस् राजा परिचित भनेको के खोजी हिँड्दैछ मेरो यो राज्यमा आएर कति उद्दण्ड मचाइरहेको मेरो आयो राजन तिमीलाई थाहा छ मलाई थाहा कति हो तिम्रो आयु मेरो आयु भनेको 4,36,000 वर्ष हो यो पृथ्वीमा म राज्य गर्छु जे पनि गर्छु तर यो मेरो राज्यमा अरूको राज्य चल्दैछ यहाँ आएर किन उद्दण्ड मचाइरहेको छ ए राजन तेरो अहंकार बेसी हो आइज युद्ध गरौँ त के मसँग युद्ध गर्ने खोजेको होस् त आइज कस्तो उल्टो भयो लडेर केही हुँदैन चल अगाडि किट्नुपर्छ यो कालेलाई घुमेर बिस्तारी उसको समाप्त हुनको लागो समाप्त भयो तिमीले मलाई प्रभु मलाई पनि केही दिनु पर्यो हो ठिक छ तँलाई म अवश्य दिन्छु तँलाई म के दिन्छु भने जहाँ झगडा हुन्छ झगडा बस राजन ल ठिकै छ त्यो ठाउँ मात्रै ठाउँले पुग्दैन महाराज मदिरामा गएर बस भन्नेमा पनि पुगेन अलिक राम्रो ठाउँ दिनु तिमीले मात्रै ठीक छ गएछ हजुर राजाले मलाई सुनमा बस्ने पख तिमीलाई यसरी गाँचा
तिमीलाई यस्तो ठाउँमा लगेर फसाल्छु महाराज ठिकै छ आज तिमीले जित्दै वर्दै हुन्छ तिमी जाऊ अब तिमी मेरो राज्य मेरो जाऊ भक्तवत्सल भगवत्सल